गाउँले तरिकाले उपेलेको। अनि आज दिउँसो भक्तपुर पुगेर फर्किँदा बाटोमा फुटसल देखे। अनि यो कुन फल हैछ? अनि घर पुगेको त भाइले त दुध पुगेको रहेछन्, दिदीले देख्नुहुन्छ भनेर चाँडो पुस्दै थिए। अनि आज बुटोल फर्किनु थियो। अनि चाँडो पठाउ बुक गरेर पठाउमा चढेर पसपार पुगे। गाडी चढ्दा 7:45 भएको थियो। गाडी त 8:30 पो बल्ल हिँड्यो। अनि बिहानै फाइनली बुटोल पुगेर चोकबाट अटो चढेर घर पुगे। अनि सुमन मामा र बसन्त मामा भएर अस्ति बुटोल मेला जानु भएको रहेछ, म चाहिँ जान पाइनँ। अनि उहाँहरूले भिडियो खिच्नु भएको रहेछ। एकलट यो भिडियो हेर्नुहोस् त। छिर्ने बित्तिकै खतरा गेट रहेछ। अनि भित्र छिरेको पुरा ब्यानरहरू रहेछन् टन्नै। अनि तलवार लिएको कसको मूर्ति रहेछ चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला त एकलट। भगवान शिवजीको त्रिशूल पनि रहेछ। रुकुस्माको पुल होइन र बागलुङ। अनि बुद्धको मूर्ति पनि रहेछ। बुलेट ट्रेन पनि रहेछ। अनि मणिग्राम मेला जस्तै रहेछ, लगभग सेम नै लाग्यो मलाई त। अनि त्यहाँ पर गोरुले उखु पेल्दै हुनुहुँदो रहेछ। ओहो, गाउँले तरिकाबाट उखु पेल्नु भएको। भेटौँला नेक्स्ट भिडियोमा। थ्याङ्क्स फर वाचिङ। बाई, डु सब्सक्राइब।